हेलो नमस्ते। सीता भाग 115 हेर्नुभयो त? आखिर सीताले जगतको घर छोडेर हिँडिन्, जगतलाई छोडपत्र दिन्छु भन्दै छिन्। अ, मैले कमेन्टहरू सरसर्ती हेरेँ, कमेन्ट पनि दुई धारमा बाँडिएको रहेछ। कसैले चाहिँ जगतलाई सम्झाउनुपर्छ, जगतले कुरा बुझ्नुपर्छ, सीताले त्यही घरमा राम्रोसँग बस्नुपर्छ भन्नुभएको छ भनेदेखि कसैले चाहिँ सीताले त्यो घर छोडेर ठिक गरिन्, यसरी बुढाको अत्याचार सहेर बस्नु हुँदैन, कहिलेसम्म सहेर बस्ने, त्यही भएर सीताले जे गरिन् राम्रो गरिन् भन्ने कमेन्टहरू आएका छन्। यसरी दुई भागमा बाँडेको छ भनौँ न कमेन्टहरू। सबैले आफ्नो विचार राखिदिनु भएको छ, सबैलाई धेरै धेरै धन्यवाद। अब भाग 116मा के होला भन्नको लागि त अब 116 भाग नै हेर्नुपर्ने हुन्छ। तर मेरो विचारमा चाहिँ यदि मेरो आफ्नो दिदी बहिनी हुन्थिन् र उनलाई घरबाट त्यसरी टर्चर आउँथ्यो, बुढाले त्यसरी दुःख दिन्थ्यो भनेदेखि म चाहिँ सहन सक्दिनँ थिएँ। कसरी हुन्छ त्यो घर छोडिदे, बरु एक्लै बाँच, तँ एक्लै काफी छस् भनेर म चाहिँ सम्झाउँथेँ। र जसले आफ्नो विचार राखिदिनु भएको छ, हाम्रो सिरियललाई मन पराइदिनु भएको छ, सबैलाई धेरै धेरै धन्यवाद। तपाईँहरूकै मायाले गर्दाखेरि आज हामी यहाँसम्म आइपुगेका छौँ। अब आगामी भागमा के होला त्यसको लागि तपाईँहरूले हेर्नै पर्ने हुन्छ। र तपाईँहरूको मायाको लागि सबैलाई नमस्कार भन्न चाहन्छु है त। धन्यवाद।